एउटा गाउँ थियो जहाँ धेरै भ्रष्टाचार हुन्थ्यो। एक दिन भ्रष्टाचारको विरुद्धमा ठूलो आन्दोलन हुन्छ। आन्दोलन दबाउन नेताहरूले पुलिसलाई फोन गर्छ। बिचरा पुलिसहरू नेताको आदेश मान्दै आन्दोलन रोक्न अगाडि बढ्छन्। आन्दोलनकारीहरू तितर-बितर हुन्छन्। त्यति नै बेला एकजना घुसपैठ आन्दोलनमा घुस्दै घरको छतमा बसेर अन्धाधुन्द गोली हानेर धेरैजनालाई घाइते बनाउँछ। आन्दोलनकारीहरू पुलिसले गोली हानेको सम्झेर झन उग्र हुन्छन्। आन्दोलनकारीले पुलिसलाई पनि घाइते बनाउँछन्। अन्ततः आन्दोलन सकिएर गाउँ शान्त हुन्छ। तर एक दिन गाउँमा ठूलो पहिरो जान्छ। पहिरोले एउटा घर पुरिन्छ। त्यति नै बेला ड्युटीमा खटिएको एकजना पुलिस आएर पुरिएको घरबाट एकजना घाइतेलाई निकाल्छ अनि छिटो छिटो हस्पिटल लान्छ। डाक्टरले उपचार गरेपछि त्यो मानिस ठीक हुन्छ र सबैजना खुसी हुन्छन्। पुलिसले त्यो मानिसलाई चिन्छ र छक्क पर्छ। ऊ त्यही मानिस थियो जसले आन्दोलनमा उसलाई घाइते बनाएको थियो। तर पुलिस आफूले गरेको जिम्मेवारी सम्झेर रुन थाल्छ, किनकि कसैले लाइक फलो गरेको छैन।